सम्पूर्णमा नमस्कार। म सन्तोष थापा। यतिबेला म प्रत्यक्ष लाइभमा है त यो बाउली खोला अनि गाडीहरू हाम्रो बडीमालिका नगरपालिका बजारदेखि भनौँ न त्यो पारीबाट वारी सार्ने वारी ल्याउने काम भइरहेछ। उ सामानहरू चाहिँ यस्तरी है त भर्खर अहिले जेसीबीले यो बाटोहरू अलिअलि ट्र्याक खोलेर यो गाडीहरू वारीको पारीको वारी गर्नलाई अलि सहज भएको छ। अहिले एकछिनको लागि चाहिँ फेरि खोला आयो भने चाहिँ भन्न सकिन्न। अब यो विषयमा के भइरहेछ मलाई त्यति थाहा भएन, तर मलाई भिडियो बनाउन मन लाग्यो, मलाई बस्न मन लाग्यो। अनि यस्तो छ है त हालत। ठेकदार गाइब्रे बिचारा, हामीहरू हिँडेर जानलाई 1 घन्टा लाग्ने। यो बाटो भएर जानुपर्छ रे। यो बाटो भएर गयो भने 1 घन्टा जति लाग्छ। यताबाट गयो भने 1 घन्टा जति, सामान लिएर गयो भने 1 घन्टा जति लाग्छ, नत्र भने त्यही 30 मिनट जति लाग्छ। त्यही हो यताबाट गयो भने। ल मैले यो बाउली खोलाको वारिपट्टि छु है त। अब हाम्रो गाडीहरू यो यता गौमुलमा चल्ने गाडीहरू यता वारिपट्टि सार्दै हुनुहुन्छ। भर्खर नयाँ खोलेको ट्र्याक है त अहिले। यस्तो गाह्रो छ हामीहरू हिँडेर जानलाई। गाडीको त कुरै छोडिदिउँ, हिँडेर जानलाई नै गाह्रो छ। यो विषयमा के छ तपाईँहरूको भनाइ? यसो कमेन्टहरू छोडिदिउँ है त। हामीले कहिलेसम्म यस्तो दुःखमा हाल्दिने? कहिले पहिरो आउँछ, कहिले आगलागी हुन्छ, कहिले रोडै यस्तरी भत्किन्छ। यो भत्किन्छ भन्दा नि भत्काएको रोड है त। नत्र यताबाट सहज थियो बाटो पहिला चाहिँ। अब यो ठेकदारले ऊ माथिबाट काटेर काम अधुरो बनाएर ठेकदार गाइब। हाम्रो डक साहब नि आउनु भएको छ है, लाइभमा जोइन हुनुहुन्छ। डक साहब नमस्कार। के छ डक साहब? ल सम्पूर्ण सबैलाई स्वागत छ है त मेरो यो लाइभमा। म यो बाउली खोलादेखि अहिले प्रत्यक्ष लाइभमा छु। गाडीहरू यता वारको पारको वार भने वारिपारी सार्ने काम भइरहेछ। अब 626 गाडीवारी आउँदैछ है त। यस्तो छ। फेरि अर्को गाडी नि आइसक्यो। यताको उता, उताको यता है त। अब यो विषयमा त जनप्रतिनिधिहरूले नि बोलिदिनु पर्ने हो नि त। हाम्रो अब जनताहरूको लागि नै हामीहरूले छानेर पठाएको होइन। उहाँहरूले अब यस्तो बोल्नुहुन्न। यो कुरामा त बोलिदिनु पर्ने यो विषयमा। अब वैकल्पिक बाटो नि केही छैन यहाँ, वैकल्पिक बाटो नि छैन, उयोबाट अप्सनै छैन। गाह्रो गाह्रो छ गाह्रो। बाइकहरूले यहाँ घाम ताप्दैछ। पहिला त उयो बाटो भएर जान्थे है, अहिले चाहिँ उयो घाम ताप्दैछ। दुईटा बाइकले त्यहाँ बाटो के अरे दुईटा बाइकले त्यहाँ घाम ताप्दैछ, दुईटा यता छ। जीवा आउनु लाग्यो। सम्पूर्णलाई स्वागत छ फेरि पनि मेरो यो छोटो मिठो लाइभमा। यो हाम्रो बाजुरा यता बाउली खोला है त। बाजुरा बाउली खोला, बाजुरा बाउली खोला। यो मात्रडी उता यो सदरमुकाम भयो। अनि सदरमुकामदेखि यो बनपा बडीमालिका नगरपालिका जाने बाटो यता नि। यताबाट गौमुल गाउँपालिका नि जान्छ। हामी यो ठुलसाङ्गुमा छौँ अहिले। यो ठुलसाङ्गु यो वर्ष वैकल्पिक बाटो भएन भने हामी जनताहरूले चाहिँ अति दुःख पाउने है। उताबाट 1 घन्टा भएर जानुपर्छ, उताबाट फेरि त्यो 1 घन्टाभन्दा बेसी लाग्छ माथिबाट नि। त्यो काठको पुल भएर जाँदा के अरे त्यो के भन्छ त्यो झुलङ्गे पुल भएर दुइटै ठाउँ झुलङ्गे पुल छ, तर अलिक टाढा नै छ। यताबाट त्यो काठको पुल, त्यो हाम्रो काठको पुल अनि फलामको उयो यो लास्ट जस्तै फालेछ है उता। यस्तो त गर्नु भएन नि, एकदम गाह्रो छ है। कति राम्रो थियो। बरु रोड अलिअलि खनेर होइन, अलिअलि मिलाइदिएको भए नि हुन्थ्यो क्या। पुरै खनेर काम बिगारेर ठेकदार गाए। हेलो 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 हेलो। ल आफ्नो मनमा लागेको कुराहरू भनौँ है त। ओहो ल ल ल ल
पुलका खुट्टा मसँग छन् सम्पर्क गर्नु होला रे ओके ओके हो भने यी हेर्नु न यस्तै खाले छ यार यो हाम्रो आउँदै हुनुहुन्छ सुरेन रोका एके सुरेन रक लाइभमा छौँ सुरेन रोका आउँदै हुनुहुन्छ गाडी नम्बर 7738 को ओनर खोइ त्यो जुम भइराख्यो नि त मैदा छु हेलो हेलो गाह्रो छ 3 दिन पछाडि बल्ल गाडी चलेछ है त हेलो मेरो भाइ के छ ठीक छ भाइ कस्तो फिल भइरहेको यो बाटो बिग्रेको देख्दा गिल्टी फिल भइरहेको छ गाह्रो छ है सहज थियो नि पहिला बाटो होइन एकदम राम्रो थियो यताबाट अहिले लास्टै गाह्रो हुन्छ अब कसरी जान्छ जुत्ता लगाएको भिजिबिली गर्नु पर्ने तिमी त हाफ प्यान्टमा छ तिमीलाई त सजिलो छ जुत्ता त खुल्नु पर्यो नि त हुन्छ नि गाह्रो छ बिहानतिर त भाइ लास्टै गाह्रो थियो नि ऊ अहिले भर्खर आएर त्यो नगरपालिकाको मेसिन आएर हेर ऊ हम्पाइबाट निकाल्यो गाह्रो छ मेसिनले एक काम गल्ती गरेको जहाँबाट ठाडो हानेको थियो त्यो ढुङ्गा छ नि त्यहाँबाट यस्तै स्लोप हानिदिएपछि मजाले गाडी हिँड्थ्यो क्या त्यहाँबाट यता हाम्रो पनि मेसिन आइरहेको छ जेसिबी आएर पनि काम छैन नि भाइ ठुलोवाला आइरहेछ त्यो पास गर्न मात्रै आएको अब सबै आफ्नो काम गर्ने हो जाने हो त्यही हो सब सेल्फिस हो सब सेल्फिस हो नेताहरूले हो सबभन्दा बिगारेको होइन बाइक आउँछ भाइ बाइक आउँछ तर उयो खोलाले बगाएर लान्छ लाइसेन्स बिलबुक सब लिएर आउनु है बाइक चाहिँ आउँछ खोलाले बगाएर चाहिँ लान्छ बाइक चाहिँ ल गाडीहरू तर्दैछ है त राइडर भएर चाहिँ पासमा हान्न सक्यो मजा यहाँबाट म पास हानिहाल्छु खोलामा पास हान्ने जिम्मा मेरो भयो त्यहाँबाट म त्यसमा पास हान्छु त्यहाँबाट अर्को गाडी नि आयो त्यसरी मातारी गएर आउनु त हो नि के कहाँ आउनु भएको तपाईँ म यहाँ आज यतिकै यो बाटो हेर्न आएको जाउँ न त हेर एकछिन मातारी म यो ठाउँको नागरिक हो अब हुनेवाला 84 को हो हावा कुरा नगराउनु भाइ ऊ गाडी आयो है त एउटा गाडी पास भयो अब दुईटा गाडी आउँदैछन् एउटा गाडी उता छ तीनटा गाडी त्यही भने भएका पुल फालेपछि यसै हो बाइक बगाउँछ भाइ ऊ सोरुममै छोडिदिन्छ फेरि बाइक बगाएर नि आउ न आऊ ल हजुरलाई कस्तो छ यसो भनिदिउँ है त हजुरलाई के छ मनमा लागेको कुराहरू कमेन्ट गरिदिउँ है त हजुरहरूको मनमा लागेको कुराहरू यसो कमेन्टद्वारा लेखिदिउँ है सबजना सन्चै हुनुहुन्छ यसो मात्र आउनु परेपछि उयो खोला तरेर जानु होला है त बगायो भने कसले जिम्मा लाग्छ थाहा होइन तर तपाईँहरू चाहिँ आउनु होला बिहान झन् एउटा महिला बगेको थियो यार एउटा बच्चा त्यो भिडियो नि छ मसँग स्कुल जान लाग्थ्यो उहाँ माथिबाट झन्नै तल खस्यो यार त्यो खोला झन्नै बगाएको थियो यार बिहानदेखि बिहान 7 बजीदेखि यहीँ हो बिहान 7 बजीदेखि कस्तो साँच्चीको बिहान 7 बजी आयो हामीहरू हामी त्यो गाडी पास गर्न आउँ क्या गाडीहरू पास गर्न अनि उयो त्यहाँ माथिबाट नि थिएन अहिले भर्खर हेर अहिले त कति कम छ यार बिहान त यस्तो गाह्रो थियो बिनाको बिना उतो गाडी जान्ला फर्किने त्यो उतो गाडी जानु भर्खर जाने हो अहिले अब दुईटा गाडी पास भयो गाडी मात्रै लिएर आउने म गाडी 15 मिनटमा आउँछु ल सम्पूर्णमा धन्यवाद है फेरि पनि यो लाइभ सेयर गरिदिनु होला कमेन्ट छोडिदिनु होला हाम्रो भाइ टिप्पर पास गर्न आएको अरे होइन भाइले पीडा छ ऊ भाइ पनि हाम्रो कालचेको ठेकदार होइन के छ बाटो तिमीहरू उता बनाइरहेको बाटोको अवस्था के छ ओके छ उता ओके भएर के गर्छ यहाँ त गाह्रो छ अब सामान ल्याउनलाई कतिको असहज भइरहेको त धेरै असहज भइसक्यो नि पहिला ठिक थियो होइन अब ए हो सहज बनाउनलाई के गर्नुपर्छ भाइ यहाँ तत्काल तल त्यो के अरे जडङ्गाको पुल लिएर हाल्नु पर्यो
त्यो पुल त उता जाने कुरा भइरहेको दानसाङको कोल्टी यतै हाले ठिक हुन्थ्यो नि। गाह्रो छ ल है त धन्यवाद सबजनालाई अहिले चाहिँ छुट्टीमा है त